नमस्ते लासो फ्याफुल्ला म त्रिलोक लामा आज पनि फेरि भ्लग लिएर आएको छु। आज हामी कहाँ जाँदैछौँ भन्ने कुरा त तपाईँले थाहा पाइसक्नु भएको छ। हामी जाँदैछौँ मुस्ताङतिर। गाडीमा हल्लिँदै ढल्लिँदै हिँडिरहे हामी खाना खान उत्रौँ यहाँनिर। अब हामी यहाँबाट जान्छौँ। अब कहाँ पुगेर बसिन्छ थाहा छैन। बेनी बजार म्याग्दीको सदरमुकाम यसै ठाउँमा हुनेछ आज हाम्रो पहिलो दिनको बसाइ। भोलि बिहान हामी मुस्ताङको लागि हिँड्नेछौँ। गुड मर्निङ एभ्रिवान। बिहानीको झिसमिसेसँगै बेनी बजार उठ्दै गर्दा हामी पनि उठ्यौँ मुस्ताङको लागि। हाम्रो ब्याकप्याक रेडी हुँदैछ। अब हामी जान्छौँ मुस्ताङतिर। हामी घाँस आइपुगे लगभग। फाइनल्ली अब चाहिँ हामी मुस्ताङ जिल्ला प्रवेशद्वार भनौँ चेक पोइन्टमा आइपुगे। मुस्ताङ हामी छिर्छौँ यहाँबाट। नेता सुटिङ गल्ला छ मुर्जर धोसी खहे माया। जेरी गल्ली छिरिसक्यौँ हामी। छैन नि माथि हो र ए रङ नम्बर मार्फा गाउँ। सबैतिर यत्र यत्र ताला ठोकेर गएछन्। याकको छाला के छ बा? आरामै हुनुहुन्छ? यसो हेर्दै जाँदा हेऱ्यो नि यता यता तालचा मात्र छ। के गर्ने अब खेला के हुन्छ? एकचोटि सोध्ने हो कि यता नमस्ते। यो फर्स्ट डेको सुट अब हामी मार्फा गाउँबाट सुरु गर्छौँ। भोलि चाहिँ यही वरिपरि अनि मुस्ताङको अन्य बेगमा गएर गर्नेछौँ। आज फर्स्ट डे भएकोले गर्दा अलिकति हाम्रो मेकअपदेखि सबै कुरामा अलिकति लेट भइरहेको छ। अनि अलमोस्ट 12 बज्यो। अहिलेसम्म सुट गरेको छैन। हामी कुदिरहेको छौँ उनीहरूलाई रेडी हुँदैछ आउँदैछ। स्टे ट्युन। भोलि चाहिँ हामी वहीँ जान्छौँ मुक्तिनाथ चोमसोम। आज यतै अराउन्डमा हुनेछौँ। थ्याङ्क यू।
चाहिँ एकदमै तर त्यही हो नि यहाँबाट अब हामी लागे नेक्स्ट डेस्टिनेसन लुगा लगाएर मर्नु भएको छ के छ ठिक छ हो माई गश के ल्याएछ नि आइप्याड ल्यायो यहाँबाट चेन्ज देन बाई बाई कागबेनी दा यार मेरो ए ठिक छ यो चाहिँ कागबेनीमा माथि यहाँबाट मुक्तिनाथ 4 किलोमिटर अनि दार्जिलिङ बस लिभिङ गर्दैछु गाडी लागि छ बिहान त हुँदैन 12-1 बजी पछाडि हो क्या 12 बजीसम्म त हामी निस्किसक्छौँ यहाँबाट खै 100 भइसक्यो त कहिले हेर्न आउनु पनि पऱ्यो नि तपाईँले के खाँदै यहाँ त मात्रै पाउँदैन नि आज कम हुन्छ होला नि त्यहाँबाट रात भइहाल्छ रातभरि भइहाल्छ खै 3 फेज पनि छैन यो के भन्छ सानोवाला रहेछ मुस्ताङ यो राजधानी चाहिँ के भन्छ सदरमुकाम मुस्ताङको सदरमुकाम यही त हो सदरमुकाम हो कहाँ छ मुस्ताङको सदरमुकाम भन्दैछु म गाडीको त्यो सदरमुकाम भन्ने नागरिकलाई सबै गर्ने ठाउँ के ल ओके गुड मर्निङ हामी चाहिँ कहाँ जानु थाहा छैन आज मुस्ताङ हामी उता मुक्तिनाथ जाने दर्शन गर्न तर हामी जाँदैन होला नि त सुटिङ अलिक तल छ नि त सुटिङ हो र त्यतै हो सुटिङ हो र त्यतै हो अरे कुनै पनि इन्फर्मेसन आएको छैन हामीलाई चाहिँ के छैन त्यसै भने सबै त्यतै हो ल ठिक छ ल अहिले चाहिँ हामी छौँ मुक्तिनाथमा टु मच कोल्ड होइन एक त के भन्छ भित्रैबाट ज्वरो होला जस्तो आएको थियो अनि रुगा पनि छ त्यो माथि यस्तो ठाउँमा सुट छ सायद न तर एकदम इन्ट्रेस्टिङ चाहिँ के थाहा छ आजभन्दा अगाडि म स्नोको यति नजिक आएको थिएन क्या अनि
आज चाहिँ म यति नजिक छु कि अब स्नोमै छु क्या पुरा सराउन्डेड बाई के भन्छ माउन्टेन क्या वरिपरि अब चारैतिर छ क्या चारैतिर अनि त्यो माथि यस्तो त्यो सुकिसकेछ अलमोस्ट सुकिसकेछ अस्तितिर चाहिँ तल चौसम्म पनि झरेको थियो अरे अनि अहिले चाहिँ छैन रहेछ लिटल पिट अब एकदमै सुक्ने क्रममा रहेछ तर दामी चिसो छ जाडो छ तर ओके खप्न सक्छु उ गर्न सक्छु केही पाउनलाई केही गुमाउनुपर्छ भन्छ That's okay, no worry. देखो ना यसैको यही गीतको अर्को हिजोको ए अर्को हो त आएको बेला त गर्ने नि कतिचोटि गएको यो भन्नुहोस् न यो कहिले आउँछ साह्रै हुँदैन अझै अर्को 2-3 थप्नु पर्ने अरू हेर क्या चुसो हाल्ने एउटा लिप्सिङ एउटा ओडिङ त क्या फोटो चुसो राख्ने सुटिङ टाइम सब ल यस्तो हुन्छ हाम्रो यही हो अहिलेको लिप्सिङको पछाडिको होइन उसले त्यो खाना खाने ठाउँमा मेरो ब्यागमा राख्छु भनेर राखेको अनि उसैले बिर्सेको Thank you for watching.